ओके, हेलो एभ्रिवान। 2080 कोशी प्रदेश र 2081 मध्य प्रदेशमा सोधेको क्वेसन। यसलाई चाहिँ अलिकति फरक तरिकाले सोधेको छ दुई पटक चाहिँ। प्रुभ द्याट दि फन्डामेन्टल युनिट्स अफ पावर इज यति भनेर हामीले प्रुभ गर्नुपर्ने छ र 80 कोशी प्रदेशमा चाहिँ प्रुभ द्याट दि युनिट अफ पावर इज यति भनेर सोधेको छ अथवा वाट इज यति भनेर सोधेको छ। सो वाट भन्ने पनि आखिर पावरकै युनिट हो। त्यसको लागि हामीले पहिला पावरको फर्मुला थाहा पाउनु पर्यो। पावरको फर्मुला हुन्छ वर्क डन बाई टाइम टेकन र फेरि पावर इज इक्वल टु वर्क डनको फर्मुला हुन्छ फोर्स इन्टु डिस्टेन्स अपन टाइम टेकन। सकेसम्म त तपाईँहरूले फोर्सको फन्डामेन्टल युनिटको कम्बिनेसन घोक्नुहोस् भन्छु मैले। केजी मिटर पर सेकेन्ड स्क्वायर आउँदैन भने चाहिँ अब लङ उपाय नै लिउँ। सो फोर्स भनेको फेरि मास इन्टु एसिलेसन राख्यो अरू जस्ताको तस्तै, फेरि एसिलेसनको ठाउँमा भेलोसिटी अपन टाइम राख्यो अरू जस्ताको तस्तै, फेरि भेलोसिटीको ठाउँमा डिस्टेन्स अपन टाइम डिस्प्लेसमेन्ट अपन टाइम राख्यो अरू जस्ताको तस्तै। र यति गर्दाखेरि चाहिँ आखिर डिस्प्लेसमेन्ट भनेको पनि लेन्थ हो, डिस्टेन्स भनेको पनि लेन्थ हो र टाइम तिनवटा टाइमलाई मल्टिप्लाई गर्दा टाइमको क्युब भयो। यसरी चाहिँ मासको युनिट चाहिँ के हुन्छ केजी, लेन्थको युनिट चाहिँ मिटर, फेरि लेन्थको युनिट मिटर र टी क्युब भनेको टाइमको क्युबको एसआई युनिट चाहिँ अथवा फन्डामेन्टल युनिट चाहिँ सेकेन्डको क्युब। यसरी चाहिँ केजी मिटर स्क्वायर अपन सेकेन्ड क्युब चाहिँ प्रुभ भयो है। यो क्वेसन चाहिँ एकदमै सजिलो छ। अब यसलाई कसरी सोध्न सक्छ भने द वाट इज अ डिराइभ्ड युनिट वाइ भन्यो भने तपाईँले यति गरेर चाहिँ बिकज इट डिपेन्ड्स अपन फन्डामेन्टल युनिट केजी मिटर एन्ड सेकेन्ड भनेर लेख्नु होला। थ्याङ्क यू।